सम्पूर्णलाई सेवारो अनि हामी चाहिँ विशेष मेरो बाउ आमाले चाहिँ म चाहिँ यस्तो गरेर खानु भन्नुहुन्थ्यो त्यही ढोगेर खाएँ यता अर्को फोनमा चाहिँ मेरो अनि बडीगार्डले हेरिराख्नु भएको छ लात लाग्यो अनि हाँस पनि उठिहाल्यो जतिसुकै ताजमहलमा बसे पनि जतिसुकै गाडी घोडामा चढे पनि लुगाको सम्पत्ति र थुक बिलाउँदै कमाएको सम्पत्ति चाहिँ भोलि बाबुआमा गएर सरर जान्छ। त्यही भएर खाने हो, आफ्नो सन्तानलाई सही बाटो देखाउने हो, गरिब दुखलाई बाँड्ने हो, असहाय वृद्धलाई माया गर्ने हो। त्यति गरेर उब्रेको सम्पत्ति चाहिँ ढिकुटीमा राख्ने हो, नत्र भने काम छैन। सबैजनालाई खङखङ त लाग्छ होला नि, तर अरूलाई देखाउने चक्करमा के गर्नु, लुकाउँदै बिरालोले गुलुकाएको जस्तै भइजान्छ। त्यही भएर साथीहरू म चाहिँ खाने हो, उब्रेको सम्पत्ति राख्ने हो। तपाईँ पनि खानु। देवले हाल्दा त्यो भनेर नखानु हो, दाहिने हातले ल। एउटा दिदी धरानको दिदीले ढिन्कुली भन्नुहुन्थ्यो, मैले चाहिँ यो उडी जाने पखेटा। खानु पाइदिलो हाँस्ने भनेको। दुई हातले खाने हो, तान्ने तपाईँलाई खानु लागेन? यता हेर्नु नि मैले खाएको, हेर्नु न भन्छ खानु लागेन। भिडियो बन्दैछ है यहाँनिर। यो चाहिँ मैले आलुहरूको अचारमा यो चाहिँ ठुलो खालको सिबी हाम्रो बारीमा फल्छ। अरूले त लातमा भन्दो रहेछ, हाम्रो चाहिँ प्रशस्तै फल्छ। ठुलो टार छ हाम्रो घरमा नै, मेरो माइतमा आयो फेरि। बिहा भएको घरमा त फल्दैन, सिमी भनेको अनुहारै देखिन। अनि माइत घरमा चाहिँ फल्छ यस्तो। अनि यसलाई चाहिँ रातमा भन्छ, अनि खानदानले मात्रै खान्छ अरे भन्थ्यो, तर हाम्रो त प्रशस्तै हुन्थ्यो, वास्तै हुँदैन थियो। ल यति भन्दा सबैजनालाई बाई बाई। मासु खाइसकेको छुइनँ ल। हुन्छ जे भने पनि म मेरै ठाउँमा छु, बस।